प्रेमले चाहिँ हामीलाई हाँस्न पनि सिकाउनु भयो अरे है। परमेश्वरको प्रेमले चाहिँ हामीलाई जिउन पनि सिकाउनु भएको छ है। र आजको आराधना बाद परमेश्वरको आराधना हामीलाई मग्न पनि हुन सिकाउनु भएको छ। आमेन। र साँच्चै नै परमेश्वरले आफ्नो छोरालाई यसरी नै उहाँको आराधनाको क्षेत्रमा अघि बढाउँदै लगेको होस्। आउनुहोस् हामी फेरि पनि है सेवाकाई अगाडितर्फ बढाउनेछौँ। हामी अब वचनतर्फ जानेछौँ। वचनको प्रार्थना म पुरन ब्रदरलाई दिँदछु र हामी वचनको प्रार्थना गर्नेछौँ। प्रभु हामी धन्यवाद दिन्छौँ सम्पूर्ण कुरोको लागि। अनि विशेष गरी हामी यो समय चाहिँ प्रभु हामी विशेष गरी वचन अनि प्रभु तपाईँको शक्ति छ वचनमा यो दिव्य समय अनि यो दिव्य वचनको समयमा हामी आइसकेका छौँ। वचन साँच्चै नै दुई धारको तरवार हो। वचन दिने अनि वचन सुन्नेलाई नै हाम्रो जीवनमा प्रहार गर्छ। जुन वचन आज प्रभु दासी तपाईँको छोरी ल्याउनुहुँदैछ स्वयं उहाँमाथि प्रकाश गर्नुहोस्। जुन वचनले हाम्रो जीवनमा काटछाट गर्ने हुनुहुन्छ साँच्चै नै यो वचन हाम्रो जीवनमा लाभदायक भएको होस् प्रभु। अनि विशेष गरी हामी वचनको बिचमा कुनै पनि बाहिरबाट आउने डिस्टर्बेन्सलाई हामी नाजरेथ येशू ख्रीष्टको रगतमा हामी बन्छौँ अनि हामी सिल गर्छौँ। कुनै पनि दुष्टको बन्धनहरूलाई हामी सिल गर्छौँ। अनि वचनको समय भइसकेका छौँ। हामीले प्रत्येकलाई सुन्ने हरेक व्यक्तिलाई हाम्रो हृदयमा मन दिनुहोस्। अनि साँच्चै नै वचन ध्यान सुन्ने व्यक्ति साँच्चै नै सधैँ नै सुखी अनि खुसी हुनेछ। अनि सबै कुरोको लागि हामी येशू तपाईँको नाउँमा हामी विशेष समय हुन्छ। अब हामी वचनको समय म एकदमै ब्लेसेड सिस्टर सिफोरा सिस्टरलाई दिँदछु र हामी सबैजना खडा भएर है तालीको साथमा फेरि पनि वचन दिने छोरीलाई हामी बन्द गर्छौँ। अति नै आदरणीय जनहरूलाई जय मसीह र आज परमेश्वरलाई धन्यवाद भएको होस् अनि उहाँलाई महिमा अनि प्रशंसा भएको छ। साथै बोथ टिम्सलाई पनि म धन्यवाद दिन चाहन्छु। आजको यो वचन आजको यो सन्डे फेलोसिपको वर्ड अफ गड मलाई दिनुभएको निम्ति अनि यो योग्यको मलाई सोच्नु भएको निम्ति म धन्यवाद दिन चाहन्छु। अनि विशेष गरी त परमेश्वरलाई धन्यवाद भएको यो समयको निम्ति है। अनि तपाईहरु सबैजना जति पनि यहाँनिर हुनुहुन्छ आज परमेश्वरको जीवित वचनमा म तपाईलाई वेलकम गर्न चाहन्छु। अनि तपाईहरु प्रत्येकको अनुमतिलाई लिँदै जतिजना पनि यहाँनिर अगुवाजन हुनुहुन्छ, वर्शिप लिडर हुनुहुन्छ, बोर्ड्सबाट हुनुहुन्छ अनि पास्टर यङ पास्टर यहाँनिर पास्टर एरन हुनुहुन्छ, प्रत्येकको अनुमतिलाई लिँदै है आजको परमेश्वरको जीवित वचनलाई म तपाईहरुको अगाडि राख्न गइरहेको छु र म भन्न चाहन्छु मैले कुनै पनि गल्ती बोले या फिर आउट अफ द बक्स मैले कुनै पनि कुरा गरे अनि कुनै पनि कुराले तपाईको हृदयलाई ठेस पहुँचाउँछ भने अनि तपाईको हृदयलाई दुखाउँछ भने चाहिँ म अघिबाट नै क्षमा माग्न चाहन्छु यो कुरामा। किनभने म पनि सिकिरहेको छु अनि मैले कुनै कुरा पनि जानेको छुइनँ अनि तपाईहरु म भन्दा धेरै ज्ञानी व्यक्तिहरु हुनुहुन्छ परमेश्वरको वचनको क्षेत्रमा या फिर वर्ल्डली नलेजहरुमा पनि तपाईहरु एकदमै वाइज हुनुहुन्छ प्रत्येकै। अनि मैले बोल्दै गर्दाखेरि कसैको हृदयलाई मैले दुखाउँदै छु भने या फिर कुनै पनि कुरा छ भने तपाईहरुले मलाई भनिदिनुहोस्। आफ्टर चर्च आएर मलाई फिडब्याक दिनुहोस् अनि भनिदिनुहोस्। म त्यो फिडब्याकलाई एकदमै पोजिटिभली लिनेछु है। अनि हामी मान्छे हौ बोल्दै जाँदा कति गल्ती पनि बोली पठाउँछ होला अनि म पनि कति गल्ती बोल्ने गर्छु अनि के बोल्छु कोही बेला थाहा पनि हुँदैन। अनि त्यो कुनै कुरा तपाईलाई लाग्यो भने अफ कोर्स तपाईले मलाई आएर भन्न सक्नुहुनेछ है। अनि म त्यसलाई सुधार्ने कोसिस गर्नेछु नेक्स्ट टाइम। र हामी जतिजना पनि यहाँनिर आएका छौँ आज यस भवनमा हामी प्रत्येक चाहिँ एकदमै प्रिभिलेज्ड अनि लक्की व्यक्तिहरू छौँ है। म यो कुरा जहिले पनि भन्ने गर्छु अनि आज फेरि पनि तपाईको अगाडि म भनिरहेको छु हामी चाहिँ एकदमै लक्की व्यक्तिहरू छौँ। अनि म चाहिँ आफूलाई एकदमै लक्की ठान्छु किनभने मैले दिल्ली जस्तो जग्गामा अनि यो एकदम मेगा सिटीमा मैले
एकदम असल मण्डली मैले पाएको छु। सिक्किम क्रिस्चियन पुलिस फेलोशिप मण्डलीलाई मैले पाएको छु। अनि यो एकदम मेट्रोपोलिटन सिटीमा चाहिँ आज मानिसहरू जीवनहरू परिवर्तन हुँदै गरेको, मान्छेहरू चेन्ज हुँदै गरेको, मान्छेको जीवन भत्किँदै गरेको मैले देखेको छु है अहिलेसम्मको टाइममा। तरै पनि परमेश्वरको अनुग्रह, उहाँको कृपा अनि प्रेमले गर्दाखेरि चाहिँ हामी प्रत्येकले चाहिँ सिक्योरली एउटा मण्डलीको झुण्डमा हामीलाई राख्नु भएको छ परमेश्वरले। अनि परमेश्वरलाई धन्यवाद भएको छ सबै कुराको निम्ति। अनि आज यो सिक्किम क्रिस्चियन पुलिस फेलोशिप मण्डली भन्दै गर्दाखेरि है, यो मण्डलीको पछाडि पनि हामी भन्दा अगाडि हुनुहुने जति अगुवाजनहरू हुनुहुन्थ्यो उहाँहरूको ठुलो योगदान हाम्रो बिचमा रहेको छ है। उहाँहरूले कुनै कुरालाई इनिसिएट गर्नुभयो र त्यसै कारणले हामी एज अ मण्डली, एज एउटा झुण्डमा हामी छौँ है। अनि हो परमेश्वरको इच्छा हो यो, अनि परमेश्वरले इच्छा गर्नुभयो र मण्डली स्थापित गर्नुभयो। तर यो कुरालाई इनिसिएट गर्नुको निम्ति चाहिँ हाम्रो लिडर्सहरूको, हाम्रो अगुवाजनहरूको ठुलो योगदान रहेको छ। अनि दे प्ले लाइक उहाँहरूले चाहिँ एउटा पिलर जस्तो है, एउटा एकदम दह्रो खम्बा जस्तो रोल प्ले गर्नुभएको छ हाम्रो मण्डली निम्ति। दे वर देयर, हाम्रो लिडर्सहरू जति पनि हुनुहुन्थ्यो, जति पनि फाउन्डरहरू पनि हुनुहुन्थ्यो, उहाँहरूले चाहिँ एउटा पिलर जस्तो रोल प्ले गर्नुभयो र त्यसै कारणले गर्दाखेरि सिक्किम क्रिस्चियन पुलिस फेलोशिप आज यहाँनिर स्थापित भएको छ है। यो कुराहरू हामी जान्दछौँ। अनि एउटा मण्डली स्थापित हुनुको निम्ति, एउटा झुण्ड स्थापित हुनुको निम्ति चाहिँ हामीलाई चाहिँ पिलर्सहरूको एकदमै जरुरत पर्दछ। अनि त्यो पिलर्स चाहिँ आज तपाईँ अनि हामीहरू छौँ यहाँनिर है। अनि जस्तै कुनै पनि कुरालाई बनाउनुको निम्ति, कुनै कुराको फाउन्डेसन हुनको निम्ति हामीलाई एकदम असल सपोर्टको जरुरत पर्छ। जस्तै हामीले घर पनि बनाउँछौँ भने घर बनाउनुको लागि पनि हामीलाई वी निड पिलर्स देयर टु सपोर्ट है त। त्यो पिलर्स पनि आफ्नो आफ्नो जग्गामा राम्रोसँगले बसेको छ भने मात्रै त्यसले एउटा प्रपर सपोर्ट दिन सक्छ घरलाई, अनि एउटा असल घर निर्माण हुँदछ है। अनि त्यस्तै प्रकारले मण्डली अनि चर्च अनि हाम्रो परिवार, हाम्रो झुण्ड हरेक कुरालाई थामेर राख्नुको निम्ति अनि एउटा राम्रो वेमा त्यसलाई प्रेजेन्ट गर्नुको निम्ति पनि पिलर्सहरूले ठुलो रोल खेल्दछ। अनि पिलर्स भन्दै गर्दाखेरि अब हामीले घर बनाउँदाखेरि पनि हाम्रो डिफ्रेन्ट के भन्छ यो पिलर्सहरूको पनि गन्ती हुन्छ नि, 6 पोसे 12 पोसे 18 पोसे त्यस्तो के भन्छ नि एक्ज्याक्टली। एउटा पिलर या दुईटा पिलरले त डल्लै घर थाम्न सक्दैन, त्यसको इन्डिभिजुअली एउटा काउन्ट हुनुपर्छ। अनि बन्च अफ पिलर्सले मात्रै एउटा असल घरलाई थामेर राख्न सक्छ। अनि जब त्यो पिलर्स चाहिँ एउटा युनिटीमा आउँदछ, एउटा एकतामा आउँदछ, तब मात्रै एउटा असल घर निर्माण हुँदछ। अनि एक्ज्याक्टली एउटा मण्डली, एउटा चर्च, एउटा झुण्ड अनि परिवारलाई थामेर राख्नुको लागि अनि एउटा असल वेमा त्यसलाई रिप्रेजेन्ट गर्नुको लागि चाहिँ युनिटी अफ पिलर इज भेरी इम्पोर्टेन्ट। अनि एकता, जसले नेपालीमा युनिटीलाई एकता पनि भन्दछ, अनि एकताको चाहिँ एकदमै जरुरत रहँदछ। अनि एकता भन्ने कुराले, युनिटी भन्ने कुराले चाहिँ हाम्रो चर्च लिएर बस्ने पनि कुरा इट्स इजी, सोच्दाखेरि एकदमै सजिलो कुरा छ। तर हामीले युनिटी अनि एकताको डेप्थमा गएर हामी सोच्छौँ भने, यसको गहिराईमा गएर सोच्छौँ भने चाहिँ दिस इज भेरी डिफिकल्ट। हामीले इन्डिभिजुअली हामीले सोच्यौँ भने एकदमै साह्रो कुरा हो एकतामा रहनु भन्ने कुरा चाहिँ। अनि एकता भन्ने कुराले चाहिँ युनिटी अलवेज डिमान्ड सेक्रिफाइस। एकताले चाहिँ जहिले पनि बलिदानलाई माग्दछ। अनि बलिदान भन्ने कुरा चाहिँ जब हामी अर्काको बलिदानलाई हामी हेर्छौँ, देख्छौँ, त्यो बलिदान चाहिँ एकदमै असल लाग्छ हामीलाई। कसले कुन चाहिँ बलिदान दिँदैछ कि छैन, त्यसले त्यो कुरालाई बलिदान गरेको छ कि छैन, वी आर भेरी हामी छिट्टो हुन्छौँ जज गर्नमा, सोच्नमा। तर त्यो बलिदान चाहिँ जब तपाईँ अनि हाम्रो जीवनमा आउँछ अनि हामीले दिनुपर्ने हुन्छ, तब चाहिँ इट गेट्स डिफिकल्ट। बलिदान भन्ने कुरा नै एकदमै साह्रो, एकदम सेक्रिफाइस गर्नुपर्ने कुरा। And as I already said that unity always demands sacrifice. एकताले जहिले पनि बलिदानलाई माग्दछ। बलिदान बिना कुनै पनि झुण्ड या फिर जुनै पनि एउटा ग्रुप भनौँ त्यो एकतामा युनिटीमा आउनु नै सक्दैन। हामीले विवाह गर्छौँ, म त अविवाहित छु, तर तपाईहरू विवाह तपाईले गर्नुभएको छ। जबसम्म दुईटा मान्छेले आफ्नो जीवनमा भएको हरेक त्यो फ्लजहरूलाई या फिर कुनै कुराहरू अब तपाईहरुलाई ज्यादा थाहा छ, त्यो कुरालाई सेक्रिफाइस गरेन, बलिदान गरेन, तबसम्म दुईजना मान्छे युनाइट भएन, युनिटीमा आएन।
जब तपाईले पनि आफ्नो तर्फबाट कुनै कुरालाई सेक्रिफाइस गर्नुभयो नि तपाईको वाइफ या फिर हस्बेन्डले पनि आफ्नो जीवनमा भएको कतिवटा कुरालाई सेक्रिफाइस गरे तब उनीहरु एक दुसरेमा युनिटीमा आउन सक्यो द्याट्स हाउ एउटा ग्रुपमा पनि एउटा झुण्डमा पनि एक दुसरेले जबसम्म हामी बलिदान दिदैनौं सेक्रिफाइस गर्दैनौं हाम्रो कुराहरुलाई हामी युनिटीमा हामी आउन नै सक्दैनौं अनि त्यो बलिदान चाहिँ एकदमै जरुरी छ हामी प्रत्येकको निम्ति इच एन्ड एभ्री इभन अघि प्रार्थना गर्दै गर्दै मैले सुनिरहेको थिएँ वचन चाहिँ दुई धारे तबलार हो भनेर अनि त्यसले चाहिँ मलाई पहिला काट्छ किनभने मैले बोलिरहेछु अनि त्यसको बादमा गएर चाहिँ तपाईहरुलाई काट्छ अनि यो मैले जुन चाहिँ बोल्दैछु यो चाहिँ तपाई अनि ममा दुई जनामै लागू हुन्छ अनि बलिदान कस्तो खालके भन्दाखेरि धेरै लिस्ट पेजेसहरु भरिन्छ हामीले जब बलिदानको कुरा गर्छौं एकदममा आउनै गर्दाखेरि दिनुपर्ने बलिदानहरु तर म फ्यु पोइन्ट्स मात्रै तपाईहरुको अगाडि राख्न चाहन्छु बलिदान चाहिँ कस्तो भन्दाखेरि चाहिँ फर्स्ट सेक्रिफाइस अफ एंगर सेक्रिफाइस अफ प्राइड सेक्रिफाइस अफ भ्यालिडेसन मान्छेको भित्र जब घमण्ड जस्तो कुराहरु आउँदछ अनि त्यो मान्छे चाहिँ एकदममा आउन सक्दैन जब भ्यालिडेसनको जस्तो कुराहरु आउँदछ त्यो मान्छे एकदममा आउन सक्दैन रिस भन्ने कुराहरु आउँदछ त्यो मान्छे एकदममा आउन सक्दैन अनि एकता चाहिँ हाम्रो परमेश्वरले मन पराउनु हुन्छ शैतानले चाहिँ मन पराउँदैन शैतानको जहिले पनि उसको प्लान के हुन्छ भन्दाखेरि एउटा झुण्डलाई म कसरी फुटाऊ सिक्किम क्रिस्चियन पुलिस फेलोशिपको मण्डलीलाई म कसरी छुट्टाऊ अनि कसरी बीचमा म दरार ल्याऊ कसको मन दुखाइदिऊ कसको मनलाई म के ठेस पहुँचाइदिऊ दिस इज द प्लान अफ शैतान यस्तो खालको कुराहरु चाहिँ शैतानले प्लान गर्दछ एन्ड वी आर गिभिङ हरेक शैतानको हरेक प्लानमा हामी चाहिँ मौका दिइरहेको हुन्छौं अनि त्यो मौका चाहिँ कहाँबाट आउँछ यी कुराहरुबाट आउँदछ आई एम सो सरी इफ आई एम टकिङ आउट अफ द बक्स तर यही कुराहरुले गर्दाखेरि चाहिँ यो कुराहरुको बलिदान हामी जबसम्म दिँदछ हामी एकदमै आउन सक्दैनौं बलिदान चाहिँ धेरै छ है घमण्डको बलिदान मान्छेमा जब घमण्ड हुन्छ त्यो मान्छे एकदमै आउन सक्दैन मेरोमा घमण्ड छ म झुण्डमा बस्न सक्दिन म युनिटीमा बस्न सक्दिन मेरो कुरै मिल्दैन कसैसँग घमण्ड धेरै कुराको हुन्छ हामी संसारमा छौं संसारमा भएको धन सम्पत्तिको घमण्ड मेरोमा भएको पैसाको घमण्ड होला मेरोमा भएको रूप रङको घमण्ड मेरोमा मेरो जबको घमण्ड मेरो ज्ञानको घमण्ड मेरोमा भएको नलेजको घमण्ड अनि त्यो घमण्डलाई पनि सँगै बसेर चाहिँ हामी युनिटीमा आउन सक्दैनौं अनि जब मान्छेमा घमण्ड आउँछ भ्यालिडेसन भन्ने कुरा आउँछ मान्यता दिने कुरा आफूलाई मान्यता दिने कुरा आउँछ अनि मान्यताले चाहिँ आफूलाई नै माथि राख्नु खोज्छ जहिले पनि मेरो कुरा किन सुनिदैन वाइ किन त्यो भ्यालिडेसन हामी भित्र आउँछ अनि यो कुरा मान्यता अनि भ्यालिडेसन एन्ड प्राइड भन्ने कुरा चाहिँ सँगसँगै आउँछ अनि जब प्राइड र भ्यालिडेसन आउँदै गर्दाखेरि चाहिँ रिस भन्ने कुरा आउँछ मान्छेको जीवनमा अनि रिस त इट्स भेरी कमन सबैलाई रिस उठ्छ यहाँ भएको मलाई पनि रिस उठ्छ रिस चाहिँ यस्तो एउटा के भन्नु वे हो शैतानको लागि चाहिँ एउटा कुरा भत्ता भुङ्गा पार्नको लागि चाहिँ रिस भन्ने कुरा चाहिँ एकदमै इजी कुरा हो अनि हामी रिस चाहिँ सबैलाई नै उठ्छ until we don't sacrifice all this thing परमेश्वरमा यो सबै कुरा हामीले सेक्रिफाइस गर्दैनौं तबसम्म हामी एकतामा आउन सक्दैनौं तर फेरि एकता त परमेश्वरले मन पराउँछ एकता युनिटी इज नट अ चोइस बट इट्स कमान्ड एकता चाहिँ परमेश्वरले चाहनुहुन्छ उहाँले मन पराउनुहुन्छ अनि यो चाहिँ हाम्रो इच्छामा हैन म एकतामा बस्छु या नबस्छु मेरो इच्छा नो यो चाहिँ परमेश्वरको आज्ञा हो अनि हरेक विश्वासीले चाहिँ परमेश्वरको आज्ञालाई पालन गर्नु नै पर्छ दिस इज आवर मोटो अफ लाइफ हामीले जुन प्रकारले हामीले जिइरहेका छौं अनि जुन कुराहरु हामीले हाम्रो लाइफमा गरिरहेका छौं त्यो परमेश्वरलाई महिमा गर्नको निम्ति प्रशंसा गर्न निम्ति गरिरहेका छौं अन्त जबसम्म हामी वी डोन्ट ओबे कमान्ड अफ गॉड द्याट्स युजलेस अनि एकदम रहनु चाहिँ परमेश्वरको आज्ञा हो वचनले भन्दछ जहाँ एक या दुई जना भेला हुन्छ त्यहाँनिर परमेश्वरको उपस्थिति अवश्य नै हुँदछ अनि परमेश्वरको उपस्थिति चाहिँ हामीलाई चाहिएको हो अनि परमेश्वरको उपस्थितिको निम्ति चाहिँ हामी भेला हुनु एकतामा हुनु चाहिँ एकदमै जरुरी छ अनि एकताको विषयमा बाइबलले पहिलो कोरिन्थी 1:10 लाई तपाईले कसैले पढ्न सक्नुहुन्छ अब ए भाइ हो हाम्रा प्रभु
येशू ख्रीष्टको नाउँले म तिमीहरूलाई आग्रहपूर्वक बिन्ती गर्दछु, तिमीहरू सबैले एउटै कुरा बोल र तिमीहरूमा केही फुट नहोस्, तर तिमीहरू एकै मन र एकै विचारमा सिद्ध भएका हौ। आमेन। थ्यांक यू सो मच। मैले तपाईलाई भनिहालेँ है, बाइबलमा लेखिए अनुसार एकै मन अनि एकै विचारका रहो, अनि तिमीहरू कसैमा पनि फुट नहोस् भनेर चाहिँ बाइबलले भन्दछ। अनि एकै मन अनि एकै विचारको भएर चाहिँ रहनु चाहिँ बाइबलले सिकाउँदछ। तर हामीमा भएको थुप्रो कुराहरू त्यो बलिदान दिन नसकेको कुराहरूले गर्दाखेरि चाहिँ हामीलाई एकै मन अनि एकै विचारको भएर हामीलाई बस्नु दिँदैन, र त्यसै कारणले बलिदान चाहिँ एकदमै जरुरी छ। बेस्ट इक्जाम्पल म तपाईँलाई दिन चाहन्छु, हाम्रो येशू ख्रीष्टले जुन चाहिँ बलिदान दिनुभएको थियो नि, हि इज ओन्ली द इक्जाम्पल अफ सेक्रिफाइस। येशू ख्रीष्ट जब क्रुसमा टाँगिनु लाग्नु भएको थियो नि, टाँगिने जुन चाहिँ त्यो अन्तिम घडीमा जब येशू ख्रीष्टले अन्तिम प्रार्थना गर्नुभयो नि, त्यो प्रार्थना यूहन्ना 17:20-21 तपाईँले पाउनुहुन्छ सायद, इफ आइ एम नट रङ। त्यसमा तपाईँले पढ्नुभयो भने येशू ख्रीष्टले जब प्रार्थना गर्नुभयो नि, मलाई मेरो मात्रै उहाँले त्यो कुरालाई युज गर्नुभएको छैन। उहाँले तपाईँ अनि हाम्रो निम्ति, युनिटीको निम्ति, एकताको निम्ति पितासँग प्रार्थना गर्नुभएको छ, पितासँग बिन्तीलाई चढाउनु भएको छ। अनि येशू ख्रीष्टले स्वयं त तपाईँ अनि मेरो एकताको निम्ति बलिदान दिनुभयो। येशू ख्रीष्टले स्वयं हामी अनि उहाँ अनि पिताको युनिटीको निम्ति सेक्रिफाइसलाई दिनुभयो नि। Jesus Christ, God is my leader, and मेरो लिडरले जे पनि गर्नुहुन्छ, obviously I'm going to follow all those things. अनि मेरो लिडरले त जब एकताको निम्ति बलिदानलाई दिनु हुँदैछ, उहाँको अन्तिम प्रार्थना पनि युनिटीकै बारेमा थियो। मेरो 12 जना चेला मात्रै होइन, तर 12 जना चेलालाई सुन्ने व्यक्तिहरू पनि भनेर त्यो कुरालाई इन्क्लुड गर्नुभएको छ। अनि येशू ख्रीष्टले स्वयं त आफ्नो एउटा युनिटीको निम्ति, एउटा एकताको निम्ति पितासँग पुकारा लाउँदैछ अनि बलिदानलाई दिनुहुँदैछ नि। वाइ नट यु एन्ड मी? हामी चाहिँ कुन कुरा, हामी चाहिँ के कुराको घमण्डमा हामी बस्ने, कुन कुराको भ्यालिडेसनलाई हामी खोज्ने, कुन कुराको रिसलाई हामी बोकेर बस्ने, कुन चाहिँ कुराको मनमुटाउलाई हामीलाई बोकेर हामी बस्ने है? येशू ख्रीष्टले पनि सबै कुराको निम्ति बलिदानलाई दिनुभयो भने, युनिटीको निम्ति, एकताको निम्ति, एकता बनिरहोस् भनिकन बलिदानलाई दिनुभयो भने तपाईँ अनि हामीले पनि दिनु जरुरी छ। बिकज गॉड इज आवर लिडर एन्ड वाट एभर माई लिडर डु, आइ एम गोना फलो अल दिस थिङ। एन्ड यो कमान्ड हो प्रभुकोबाट, अनि हिज कमान्ड इज लास्ट कमान्ड। अनि येशू ख्रीष्ट नै एउटा असल उदाहरण हुनुहुन्छ हाम्रो अगाडि बलिदान भन्ने कुरालाई बोल्दै गर्दाखेरि। तर हामी त हाम्रो प्राइडलाई, हाम्रो घमण्डलाई, हाम्रो रिसलाई लिएर बसेका छौँ, जो चाहिँ शैतानले एकदमै मन पराउँछ अनि दिँदैन त्यो कुराहरूमा अगाडि बढ्न। जब हाम्रो बिचमा हाम्रो भित्र घमण्ड भन्ने कुरा आउँछ भने 1 कोरिन्थी 2:31 तपाईँले पढ्नुहोस्, मै पढ्नेछु। जसरी लेखिएको छ, घमण्ड गर्नेले प्रभुमा नै घमण्ड गरोस्। जब तपाईहरु भित्र अगर भ्यालिडेसनको कुराहरू आउँदैछ, मान्यताको कुराहरू आउँदैछ भने आइ एम गोना रिड अनदर वर्स फर यु व्हिच इज मत्ती 20:28। तपाईहरुले कोट गरेर राख्न सक्नुहुन्छ। मान्यताको कुराहरू जब आउँदैछ भने म अर्को वचनलाई पढ्न चाहन्छु। मानिसको पुत्र पनि सेवा पाउनलाई होइन, तर सेवा गर्न र धेरैको उद्धारको निम्ति आफ्नो प्राण दिनलाई आउनुभयो। सी, हाम्रो येशू ख्रीष्ट स्वयं त सेवा पाउनलाई होइन, कसैले मलाई भ्यालिडेसन दियोस्, म मर्दैछु त्यसको लागि यु हेभ टु गिभ मी रेस्पेक्ट एन्ड यु हेभ टु गिभ मी द्याट भ्यालिडेसन। मान्यता पाउनको निम्ति उहाँ आउनु भएन, तर मानिसलाई उद्धार गर्नुको लागि आउनु भयो भने तपाईँ र हामी त कोही पनि होइन भ्यालिडेसन खोज्नुको लागि। येशू ख्रीष्ट स्वयं त उहाँ आफ्नो प्राणलाई दिनको निम्ति आउनुभयो भने हामी कुन चाहिँ कुरामा चाहिँ भ्यालिडेसन खोजिबस्ने? अनि रिसको कुरा हुँदैछ, एङ्गर। याकुब 1:19 र 20 लाई तपाईहरुको अगाडि म पढ्न चाहे, सरी 19 लाई मात्रै म पढ्न चाहन्छु। मेरो प्रिय भाइ हो, तिमीहरूलाई यो थाहा छ, तर हरेक मानिस सुन्नलाई छिटो, बोल्नलाई ढिलो र रिसाउनलाई धीमा होस् भनेको छ। बाइबल से सुन्नलाई छिटो, बोल्नलाई ढिलो अनि रिसाउनलाई धीमा। बट व्हाट वी डू, सुन्नलाई छिटो,
रिसाउनलाई अझै छिटो, सरी बोल्नलाई अझै छिटो, रिसाउनलाई त झन् छिटो. दिस इज वाट वी डु एन्ड हियर वी आर ल्याकिङ. यो कुरामा हामी ल्याक गर्दैछ. बाइबलले भनेको कुरा चाहिँ हामी अपोजिट गर्दैछौँ नि त. सुन्नलाई चाहिँ छिट्टो, हामी त छिट्टो छ सुन्नलाई. म त झन् कतिवटा कुराहरू छिट्टो सुन्छु. अनि बोल्नलाई चाहिँ ढिलो, तर बोल्नमा हामी छिट्टो छौँ. कसलाई के भनिदिने, के भनि पठाउने. अनि रिसाउनमा धीमा. रिसाउनुको के भन्छ ग्राफ चाहिँ अलिक घटेर जाँदैछ, तर रिसाउनु चाहिँ फर्स्टमै आउँछ. रिसाउनुलाई त अझै छिटो. दिस इज वेयर वी आर ल्याकिङ. बाइबलले चाहिँ तर हामीलाई यो कुरा सिकाउँदैन. अनि जब एकताको कुरा मैले गर्दै गर्दाखेरि चाहिँ अब भन्नै पर्दाखेरि हामी पनि यहाँनिर धेरै जग्गाहरूबाट आएका छौँ. धेरै डिभिजन, धेरै अपब्रिङ्गिङहरू छ होला हाम्रो. धेरै आफ्नो आफ्नो ब्याकग्राउन्ड छ, आफ्नो आफ्नो जग्गा छ. सिक्किमभित्रै, सिक्किम बाहिर धेरै जग्गाहरूबाट आएका छ. त युनिटीमा कसरी बस्ने हामी हो? सबैको सोचाइहरू बेग्लै बेग्लै हुन्छ. कसैलाई छिटो रिस उठ्छ, कसैलाई ढिलो रिस उठ्छ, कसैलाई नम्र छ, कसै छुच्ची छ, म जस्तो है. म एकदम आन्सर दिनुमा अनि बोल्नुमा एकदम छिट्टो छु है. कोही बेला आई हेभ टु कन्ट्रोल माई माउथ. कतिवटा कुरा मोनिकालाई थाहा छ है. सी इज देयर स्माइलिङ देयर. त मोनिकालाई थाहा छ. अन्त तर मैले धेरै सुधार ल्याउँदैछु आफूले. आफूमा पनि धेरै सुधार लिएको छु अनि ल्याउनु पर्ने अझै छ है. छिट्टो छु. अनि त्यस्तो छौँ हामी. कतिजनाले धेरै गम्भीर तरिकाले सोच्छ भने कसैले छिट्टो सोचेर छिट्टो त्यो कामलाई गरिहाल्ने. हामी धेरै धेरै अलग अलग व्यक्तिहरू छौँ एउटै चर्चमा पनि. अन्त एउटै चर्चमा भिन्न भिन्नै व्यक्तिहरू छौँ, तर एकतामा कसरी बस्ने, युनिटीमा हामी कसरी रहने त है. त्यसमा पनि बाइबलले एउटा कुनै कुरा मिठो कुरा भनेको छ कि हामी प्रत्येक चाहिँ परमेश्वरको शरीर हौ भनिकन. I'm gonna just read this. रोमी 12:4 र 5 लाई तपाईले पढ्नुभयो भने मेरो निम्ति पढिदिनुहोस्. अघि मैले भने नि एकता भन्दै गर्दाखेरि चाहिँ इट साउन्ड सो सिम्पल. युनिटी भन्दै गर्दा साउन्ड सो सिम्पल. अनि जब हामी डेप्थमा जाँदैछौँ, अझै गहिराइमा जाँदैछौँ, यो डिफिकल्ट अझै कठिन, एक्सेप्ट गर्न अलिक डाइजेस्ट गर्न साह्रो हुँदै जाँदैछ है. रोमी 12:4 र 5. किनकि जसरी हाम्रो एउटै शरीरमा धेरै अङ्ग हुन्छन् तर सबै अङ्गहरू एकै काम हुँदैनन्, त्यसरी नै हामी जो धेरै छौँ हामी पनि ख्रीष्टको एउटै शरीर हौ तर विभिन्न एकै दोस्रोको अङ्ग हौ. आमेन. थ्याङ्क यू सो मच. जसरी बाइबलमा लेखिएको छ है, हामी डिफ्रेन्ट हामी बडी पार्ट, हामी डिफ्रेन्ट अङ्ग भए पनि हामी सबैजना एकैचोटि एउटा युनिटीमा आयौँ भने चाहिँ परमेश्वरमा एउटा शरीर हौ. अभियसली शरीरको हाम्रो शरीरमा डिफ्रेन्ट अङ्ग छ अनि डिफ्रेन्ट अङ्गको डिफ्रेन्ट कामहरू छ. विभिन्न अङ्गको विभिन्न कामहरू छ. मेरो खुट्टाले गर्ने काम मेरो हातले गर्न सक्दैन अनि मेरो हातले गर्ने काम खुट्टाले गर्न सक्दैन. हातले गर्ने काम हातले नै हुन्छ, खुट्टाले गर्ने खुट्टाले नै हुन्छ. त्यसरी नै मण्डलीमा पनि हामी प्रत्येकजना जतिजना पनि छौँ हामी सबैजना परमेश्वरको अङ्गहरू हौ. एउटा शरीरको अङ्गहरू छ नि. हामी प्रत्येक अङ्गको डिफ्रेन्ट कामहरू छ. कोही बेला मेरो हातले गरेको काम मेरो आँखालाई मन पर्दैन, मेरो दिमागलाई मन पर्दैन. एज लाइक मैले कुनै पनि कुरा मेरो हातले बिगारी पठाएँ, भत्काइ पठाएँ भने मेरो आँखाले देख्छ अनि मेरो दिमागले भन्छ के गरी पठाएको, कस्तो खालके के गरी पठाइस्. सो हेर्नुहोस् हाम्रो शरीरमा पनि धेरै अङ्गहरू छ अनि एउटा अङ्गले गरेको काम अर्को अङ्गलाई नमन परिन सक्छ. एज सिमिलर. तर भोलिको दिनमा मेरो हात गएर काट्यो भने दुख्ने मलाई नै हो. बिकज शरीर त एउटै हो नि त. एट द एन्ड अङ्ग पो डिफ्रेन्ट हो त. शरीर त एउटै हो, दुख्ने त मलाई नै हो. अनि मेरो लाइफमा मेरो शरीरमा मेरो हातले मात्रै म सबै काम या फेरि मेरो खुट्टाले मात्रै म सबै काम गर्छु भनेर म सक्दिनँ. म खुट्टाले चपस्टिक चलाउन सक्दिनँ या फेरि मेरो हातले म हिँड्न सक्दिनँ. द्याट्स हाउ हामी पनि युनिटीमा जब छौँ भने एक्लै केही पनि गर्न सक्दैनौँ. एक्लै कुनै कुरालाई पनि हामी गर्न नै सक्दैनौँ. जसरी मेरो शरीरमा भएको अङ्ग एउटा अङ्गले मात्रै सबै काम गर्न सक्दैन. हिँड्नको निम्ति खुट्टा चाहिन्छ नै चाहिन्छ, काम गर्नको निम्ति हात चाहिन्छ नै चाहिन्छ, देख्नको निम्ति आँखा चाहिन्छ नै चाहिन्छ. एज सिमिलर हामी जब एकतामा हुन्छौँ हामीलाई पनि एक दुसरेको जरुरत पर्छ नै पर्छ. एक दुसरेको सपोर्टको हामीलाई जरुरत पर्छ नै पर्छ. अनि हामी एक्लै चाहिँ केही पनि कुरालाई पनि गर्न सक्दैनौँ.
अनि एक्लै कुनै कुरा हुन पनि सक्दैन। अनि बाइबलले भने अनुसार जहाँ 1 र 2 भेला हुन्छ त्यहाँ परमेश्वरको उपस्थिति छ। जुन जग्गामा परमेश्वरको उपस्थिति हुन्छ त्यो जग्गामा अचम्मको कामहरू हुन्छ। अनि एकताले पनि अचम्मको कामहरूलाई लिएर आउँदछ। एकताले पनि हरेक ब्रेक थ्रुलाई लिएर आउँदछ। एक युनिटीले पनि अचम्मको कामहरूलाई यस जग्गामा ल्याउनु सफल बनाउँदछ। अनि बाइबलमा हामी जब हेर्छौँ एकताको विषयमा एकताले ठुलो लडाइँहरू लडेको छ। युनिटीले ठुलो लडाइँहरूलाई जितेको छ। युनिटीले लाल समुद्रलाई 2 भाग पारेको छ। Isn't it? And that's what God's want to talk right now हाम्रो बीचमा। एकताको एकदमै हामीलाई जरुरत पर्दछ। हामी एक्लै कुनै पनि काम गर्न सक्दैनौँ। एक्लै गर्न सक्ने भए त है प्रभुलाई पनि 12 जना चेलाको कहाँ जरुरत पर्थ्यो होला। प्रभु त कति बुद्धिमानी हुनुहुन्छ। म त ज्ञानले भरिएको सर्वशक्तिमान परमेश्वरको एकमात्र पुत्र। डु यु थिंक दैट प्रभुलाई हामी जस्तो मान्छेको जरुरत पर्थ्यो न? मैले गर्न सक्नुहुन्थ्यो कि कुरा। तरै पनि अहिले बाइबलमा हामी पढ्छौँ भने 12 जना चेला 12 जना चेला 12 जना चेला भनेर भनिन्छ पाउँछौँ। अनि त्यो 12 जना चेलाहरू मध्येमा एउटै चेलाभित्र पनि यो आत्माहरू भएको भए जुन चाहिँ युनिटीलाई ल्याएर दिँदैन। आज 12 जना चेला भनेर हामी बाइबलमा पढ्दैनौँ। 11 जना चेला हुन्थ्यो होला, 10 जना चेला, 9 जना, 8 जना चेला हुन्थ्यो होला। तर उनीहरू एकतामा बसेको कारणले गर्दा स्टिल राइट नाउ वी रिड एज 12 डिसाइपल्स अफ गॉड। अनि कुनै पनि कामलाई गर्दाखेरि यीशु ख्रीष्टले संसारमा कुनै पनि कामलाई गर्नु हुँदै गर्दाखेरि इफ वी रिड जहिले पनि चेलाहरू इन्क्लुड हुन्छै हुन्छ। यीशु ख्रीष्टलाई त युनिटीको जरुरत पर्यो भने तपाईले हामीलाई पर्दैन? तपाईले हामीलाई पनि जरुरत अभियसली पर्छ। अनि म त एकदम आई एम भेरी ब्लेस्ड टु बी इन दिस मण्डली। किनभने हाम्रो मण्डलीमा हाम्रो सिक्किम क्रिस्चियन पुलिस फेलोशिपमा भएको युनिटीको बारेमा अगर मैले भन्नु पर्यो भने है यहाँ कतिजना दादाहरूले त अलरेडी भनिसक्नु भएको छ। हाम्रो एकतालाई देख्दै गर्दाखेरि मान्छेले एक्जाम्पल दिने गर्छ। एन्ड आइ एम सो ब्लेस्ड टु बी पार्ट अफ दिस युनिटी। जब म यो चर्चमा फर्स्ट टाइम आएँ है अन्त त्योभन्दा अगाडि म अरू धेरै चर्चहरूमा पनि गएँ। आइ एम नट सेइङ चर्चको बारेमा, बट देन त्यो जुन चाहिँ दिन म यो चर्चभित्र पसेँ अनि जुन एकतालाई, जुन प्रेमलाई, जुन परमेश्वरको उपस्थितिलाई मैले थाहा गरेँ, द्याट वाज डिफरेन्ट। अनि त्यो दिनदेखि यता मैले अरू कुनै कुरा सोच्नै सकिनँ। एन्ड आई लभ दिस चर्च भेरी मच। यहाँ भएको व्यक्तिहरू, यहाँ भएको मान्छेहरू सो हम्बल, भेरी इनोसेन्ट, एकदम परमेश्वरको अगाडि ग्राउन्डेड। म मेरो साथीहरू कुरा पनि गर्ने गर्छ यहाँनिर भएको व्यक्तिहरूको बारेमा, कति हम्बल। यो दैलोदेखि बाहिर आई डोन्ट नो जे तपाईँको पथ जे पनि होस्, तपाईँको पोस्ट जे पनि होस्, तपाईँ जुन जग्गामा, तपाईँ कुन जग्गामा, तर वन्स वी एन्टर दिस रुम वी अल आर इक्वल। हामी सबै परमेश्वरको अगाडि बराबर भइकन परमेश्वरलाई महिमा चढाउँछौँ। डजन्ट म्याटर हामी को हो, को सिनियर, को जुनियर, को राम्रो, कोही नराम्रो, कोही ठुलो, कोही सानो। जब हामी यो भवनभित्र पस्छौँ वी अल आर इक्वल। अनि म एकदमै धन्यवादी छु यो कुरामा कि म यो मण्डलीको एउटा झुण्ड बन्न सकेँ। द मोमेन्ट आई एन्टर दिस चर्च, इनफ्याक्टली भन्नुपर्दाखेरि म जस्तो यो चर्चभित्र आएँ, म फर्स्ट टाइम आउँदाखेरि सायद 4 या 5 जना मात्रै हुनुहुन्थ्यो यहाँनिर। अमृता वाज डुइङ वर्शिप, सनिता नाना, म। तर म जुन टाइम म भित्र पसेँ आई फेल्ट लाइक ऑरा अफ जीसस क्राइस्ट, आई फेल्ट लाइक ऑरा अफ होली स्पिरिट, एन्ड देन आई फेल्ट लाइक दिस प्लेस इज माई प्लेस and these people are my people. यहाँ भएको व्यक्तिहरू चाहिँ मेरो व्यक्तिहरू हो अनि यो जग्गा चाहिँ मेरो हो। एन्ड द्याट ऑरा, द्याट वाइब, त्यो उपस्थिति अहिलेसम्म पनि अलिकति पनि कहीँ पनि गएको छैन। एन्ड आइ एम सो ग्रेटफुल यो जग्गाको निम्ति, यो झुण्डको निम्ति, यो युनिटीको निम्ति। लास्ट इयर हामीले प्री क्रिसमस फेलोशिप जुन चाहिँ हामीले गऱ्यौँ अनि वी वर सो वरिड द्याट टाइम कि कसरी गर्ने, कसरी हामी त्यो प्रोग्रामलाई सक्सेसफुल गर्ने होला। किनभने हामी धेरै कम्ती थियौँ अनि मान्छे धेरै थियौँ, गेस्टहरू धेरै आएको थियो, धेरैजना मान्छेहरू आएको थियो, गेस्टहरू थियो। इक्वली हरेक जग्गामा पर्फर्म गर्नुपर्ने, डान्स गर्ने, डान्स पनि गरिरहेको, नाच्ने, गाउने, त्यही मान्छेले फेरि एकछिनमा चिया पनि बाँड्दै गरेको, त्यही मान्छेले त। सो धेरै कम्ती थियौँ तर हामीले असल ढङ्गले हामीले गर्न सक्यौँ। द्याट इज अल बिकज अफ युनिटी। त्यो सबै एउटा एकताको कारणले गर्दा हामी एकतामा थियौँ र गर्न सक्यौँ। अन्त हाम्रो सिक्किम क्रिस्चियन पुलिस फेलोशिपको चाहिँ एकताको चाहिँ मान्छेहरूले गवाई दिने गर्छ, एकताको चाहिँ उहाँहरूले गुणगान गर्ने गर्छ। अनि वी सुड फिल प्राउड अबाउट दिस। हामी गर्व फिल गर्नुपर्छ यो कुरामा है। परमेश्वरले दिनुभएको एकता चाहिँ हाम्रो मण्डलीमा रहेको छ। तर कतिवटा
कुराहरू पनि छ। तरले कुरालाई फेरि पर सार्छ भन्छ नि, त्यस्तै तरले पर सारेकै हुन्छ कतिवटा कुरामा छ। अलरेडी हामी एकतामा छौँ, युनिटीमा छौँ, तर पनि युनिटीलाई तोड्नु खोज्ने कुरा, फुटाउनु खोज्ने कुराहरू मात्रै मैले तपाईँहरूलाई ल्याएर खोज्न सकेँ, अल बिकज लाइक अल यो कुराहरूले गर्दाखेरि। अनि जबसम्म हामीले यो कुरालाई त्याग्दैनौँ, बलिदान गर्दैनौँ, हामी एकतामा आउन सक्दैनौँ। र एकता चाहिँ एकदमै असल कुरा हो। युनिटी इज ब्युटिफुल, इट्स भेरी वाट्स ए पावरफुल। हामी वचनमा जब हेर्छौँ एकतामा आएको व्यक्तिहरूले कस्तो ठुल्ठुलो काम गरेको छ है। हामीलाई एक दुसरेको जरुरत पर्छ नै पर्छ। म एक्लै कुनै पनि काम गर्न सक्दैन। एक्लै गर्न सक्ने भएको भए त मुसाले पनि एक्लै सबै काम गर्न सक्थ्यो होला नि। तर जब येशू परमेश्वर मुसाको अगाडि आएर त्यो प्रपोजललाई राख्दै गर्दाखेरि इजरायलहरूलाई मिश्र देशबाट निकालेर लाने कुरालाई गर्दै गरेर मुसाले धेरै हेजिटेट गरेको छ। मुसाले कतिवटा कुराहरू भनेको छ कि म सक्दिनँ, म कसरी बोल्नु, मेरो कुरा कसले पत्याउँछ, म त बोल्नुमा पनि सिपालु छुइनँ, बोल्नु पनि जाँदिनँ, यो त्यो कतिवटा कुरा परमेश्वरले राख्छ। परमेश्वरले भन्नुभएको छ, आइम गोना गिभ यु योर ब्रदर, म तिमीलाई तिम्रो मुसाको दाजु जो हुन्छ, परमेश्वरले मुसालाई पनि एरोन दिएको छ, हारुन दिएको छ। अनि बिकज अफ हारुनले गर्दाखेरि मुसाले त्यत्रो ठुलो कामलाई गर्नु सकेको छ। मुसाले बोल्ने कुरा मुसाले बोल्न सकेन, तर हारुनले बोलिदिएको छ मुसाको बदली। द्याट्स द एक्जाम्पल अफ युनिटी। अनि जब हारुन र मुसा युनिटीमा आयो, उनीहरूले सारा इजरायलीलाई बचाएर चाहिँ इजरायलीलाई चाहिँ बचाउनमा चाहिँ उनीहरू सक्षम भएको छ, सक्सेसफुल भएको छ। अन्तिम उनीहरू दुईजना युनिटीमा आउँथेन, त्यो कुरा पोसिबलै थिएन। उनीहरू युनिटीमा आयो, उनीहरूले त्यो एकतामा आयो र त्यो कुरा पोसिबल हुन गयो। अनि त्यसको बादमा जब हामी लाल समुद्रको हामी स्टोरीलाई हामी रिभाइज गर्छौँ भने लाल समुद्र रेड सी चाहिँ एकदमै ठुलो समुद्र रहेको छ। अनि मैले लास्ट टाइम जब दमाम लेओभर गर्दै थिएँ, दमाम भन्ने जग्गामा थिएँ, त्यहाँनिर मेरो होटलदेखि अलिकति टाढो एउटा समुद्र थियो। अनि मैले सर्च गर्दै थिएँ इन्टरनेटमा कुन चाहिँ समुद्र हो, बिकज मलाई पुरा जान्नु थियो त्यो समुद्र कुन चाहिँ। मलाई थाहा छ म यताउतै छु, नजिकै छु कहीँ त। अनि मैले सर्च गर्दाखेरि त्यो लाल समुद्रको लोकेसन देखाउँदै थियो। अनि किनभने त्यो समुद्र चाहिँ कर्निश भन्ने एउटा बीच छ, कर्निश र अरू धेरै धेरै समुद्रहरू मिसिएर बनेको एउटा ठुलो समुद्र छ। अनि मलाई चाहिँ एक्ज्याक्ट लोकेसन जान्नु थियो त्यो समुद्र चाहिँ कुन चाहिँ हो भनेर। मैले हेर्दै गर्दाखेरि लाल समुद्र भनिकन लोकेसन आई वेन्ट द्याट प्लेस। त्यो जग्गा गएँ, अब त्यो जग्गामा उभिएर हेरेँ, त्यो समुद्र आँखाले भ्याउनेसम्म भन्छ नि, त्यो आँखाले देखिन्जेलसम्मको समुद्र त्यो रहेको थियो। अनि मैले परमेश्वरलाई सोधेँ त्यो जग्गामा उभिएर, प्रभु तपाईँले चाहिँ कसरी यो समुद्र चाहिँ दुई भाग गर्नुभयो? त्यो त हामीले सोचेर पनि सोच्नु नसक्ने खोला त है, बढ्यो भने कत्रो ठुलो देख्छ नि त। सोच्नु समुद्र एकदम निलो समुद्र, निलो पनि थिएन, सरी यस्तो मड खालके समुद्र थियो। अनि म त्यो जग्गामा उभिएर 2022-23 को कुरा होला, म उभिएर सोध्दै थिएँ, प्रभु यो लाल समुद्र चाहिँ तपाईँले कसरी चाहिँ दुई भाग गर्नुभयो, कत्रो शक्ति तपाईँको भनेर। तर त्यो लाल समुद्रलाई दुई भाग गर्ने कुराको पछाडि पनि हेर्नु पर्दाखेरि युनिटी नै छ। इजरायलीहरूको त्यत्रो ठुलो यो एकता भनौँ न, युनिटी वाज देयर। त्यसको अगाडि मुसा वाज देयर। बिकज अफ युनिटी चाहिँ लाल समुद्र दुई भाग भएर चाहिँ उनीहरू चाहिँ ओभानो भूमि भइकन चाहिँ त्यो जग्गा तर्यो भनेर भनेको छ। दिस इज हाउ युनिटी वर्क इन लाइफ अल्सो। एकताले एक दुसरेलाई माया गर्न सिकाउँछ, एकताले एक दुसरेलाई रेस्पेक्ट गर्न सिकाउँछ, एकताले एक दुसरेको युनिकनेसलाई अझ रिफाइन गर्न सिकाउँछ। म राम्रो गाउँदैछु भने हामीमा एकता छ भने हामी आएर कम्प्लिमेन्ट गर्ने गर्छौँ। म राम्रो नाच्दैछु भने हामीमा एकता छ भने आएर हामी त्यो कुरालाई अप्रिसिएट गर्ने गर्छौँ। दिस इज हाउ युनिटी वर्क। अनि हाम्रो मण्डली चर्च भन्ने कुरामा त झन् एकताको त एकदमै 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 जरुरी कुरा पर्दछ है। हामी एकतामा एकदमै रहनु पर्दछ। अन्टिल वी आर नट युनाइटेड वी कान्ट डु एनिथिङ। कसरी ल्याउने परमेश्वरको राज्य यो संसारमा एकता नै छैन भने। अनि एकताले चाहिँ अझै पनि हामी युनिटीमा बस्यौँ भने, यो कुराहरूलाई हामीले सेक्रिफाइस गऱ्यौँ भने, बलिदानको कुराहरूलाई हामीले दियौँ भने, एकतामा बस्यौँ भने अझै पनि त्यो लाल समुद्र दुई भाग हुन सक्छ। अझै पनि त्यो लडाइँहरू जित्नु सक्छ। जसरी देवोराले त्यो लडाइँ गर्दै गर्दाखेरि एकताले परमेश्वरको हात थियो,
तर एकताले पनि ठुलो रोल खेलेको छ। अझै पनि हामी युनिटीमा बस्यौँ भने त्यो लडाईँलाई अझै पनि हामी लड्न सक्छौँ, जित्न सक्छौँ। अनि एकतामा बस्यौँ भने जसरी इजरायलीलाई परमेश्वरले दिउँसो बादलको खम्बा अनि राति आगोको खम्बा भइकन उहाँको साथ बाटो देख्न लागि हिँड्नुभयो थियो। अनि हामी सिक्किम क्रिस्चियन पुलिस म उल्टा भन्ने गर्छु, सिक्किम पुलिस क्रिस्चियन फेलोसिप भन्ने गर्दै पहिला नि घरिघरि हेर्नुपर्छ। एसपीपीएफ टिम पनि हामी एकदममा बस्यो भने अझै पनि परमेश्वरले उहाँको अनुग्रह चाहिँ त्यो दिउँसो बादलको खम्बा र राति आगोको खम्बा बनाइकन लानु अझै पनि तयार हुनुहुन्छ है, अझै पनि त्यो दिनुहुन्छ। परमेश्वरको शक्ति अझै पनि कम्ती भएको छैन। The only thing we have to be in unity. We have to be united in Christ. हामी आफ्नो विश्वासको लागि लड्ने होइन, तर हामी सबैजना मिलेर चाहिँ परमेश्वरमा रहेको विश्वासको लागि लड्नुपर्छ। हामी सबैजना मिलेर लड्नुपर्छ, एक्लै लड्ने चाहिँ होइन। अनि एकताले चाहिँ यो ठुलो कुराहरूलाई ल्याउँदछ। अनि मण्डलीमा चाहिएको चाहिँ हामीलाई एकता हो। छिटो डिस्ट्र्याक्ट हुन्छ, सरी। आदत त्यसै कारणले गर्दाखेरि चाहिँ एकतालाई चाहिँ हामीले एकदम कायम राख्नु पर्दछ। अनि त्यो चाहिँ आउँदछ धेरै कुराको बलिदानहरूलाई देखिन, सेक्रिफाइसहरूलाई देखिन। अनि बलिदान चढाउनु भनेको चाहिँ एकदमै कठिन कुरा हो, एकदमै साह्रो कुरा हो। हामी अर्काले नदिन सकेको बलिदानलाई हामी देख्न सक्छौँ, तर हामीले दिनुपर्ने बलिदानहरू हामी कहिले पनि देख्न सक्दैनौँ। अन्त पावर अफ वीले चाहिँ धेरै ठुलो काम गर्दछ। जस्तै म कुनै कम्पनीमा काम गर्छु नि, धेरै कम्पनीको धेरै प्रोटोकल्सहरू हुन्छ, पिलर्सहरू हुन्छ, स्ट्राटेजीहरू हुन्छ। जस्तै इन्डिगो कम्पनीमा चाहिँ हाम्रो भ्याल्यु अफ इन्डिगो भन्ने एउटा थिम छ, जसको चाहिँ धेरैवटा पिलर्सहरू छ। त्यो पिलर्सहरू मध्येमा चाहिँ एउटा पिलर चाहिँ पावर अफ वी पनि छ रहेछ। अहिले जस्तै भर्खर ट्रेनिङमा थाहा पाएको है। त्यो पावर अफ वी भन्नाले चाहिँ धेरै कुरालाई बताउँदछ। अब एउटा कम्पनीमा पावर अफ वी भन्नाले चाहिँ नट ओन्ली द्याट फ्लाइङ सेक्टर, तर ग्राउन्ड टिम, फ्लायर्स जतिजना फ्लाइङ टिममा छ, पाइलट, त्यहाँदेखि उता अर्को आइटी टिम, हरेकलाई जोडेर चाहिँ पावर अफ वी भन्ने वर्डलाई बनाएको छ। एज लाइक द्याट हामी पनि यहाँनिर जतिजना छौँ हामीमा पनि पावर अफ वी भन्ने कुरा पिलर्स चाहिँ हुनुपर्छ। अनि पिलर्स चाहिँ बराबर छ भने मात्रै एउटा घरलाई थाम्नु सक्छ। एउटा पिलर अर्को पिलर छोटो, अर्को पिलर छोटो छ भने घरलाई थाम्नु सक्दैन। द्याट्स हाउ मण्डलीका तपाईँ अनि हामी चाहिँ पिलर हौ। अनि हामी पिलर चाहिँ सबैजना बराबर हुनुपर्छ। एउटा अग्लो, एउटा छोटो, एउटा सानो भयो भने कसरी थाम्दैन, बनिँदैन। घर बनाउँदाखेरि पिलर बराबर छैन भने घर बनिँदैन। त्यसरी नै मण्डलीमा पनि हामीले बराबर बलिदानलाई दिएका छैनौँ भने हामी त्यो मण्डलीलाई, हाम्रो त्यो झुण्डलाई, हामी परमेश्वरको राज्यलाई यो संसारमा ल्याउनु नै सक्दैनौँ। एन्ड इट हेज टु बी इक्वल इन एभ्री वान। अनि त बलिदानको कुराहरू आउँदाखेरि चाहिँ अन्टिल त्यो मान्छेले गर्छ र म गर्छु भन्ने हुन्छ। अफकोर्स मलाई पनि हुन्छ त्यो कुरा। मसँग बोल्यो भने मात्रै बोल्छु। अब कहाँ बोल्छु, म जान्छु ड्युटी होइन। ड्युटीमा हुँदाखेरि अब हामी डेली नयाँ क्रुसँग फ्लाइ गर्नुपर्छ। पहिले पनि हामी एउटै क्रुसँग फ्लाइ गर्दैनौँ। डेली नयाँ क्रु। कसैको त अनुहार हेर्दाखेरि भयङ्कर लाग्छ। मलाई पनि भयङ्करै देख्छ। इफ आई डोन्ट स्माइल होइन, म हाँसिनँ भने मलाई पुरा छुच्ची भयङ्कर कराउँछ जस्तै देख्छ। अनि कसैको अनुहारै त्यस्तो हुन्छ। अनि म पनि हेर्छु, भयङ्कर लाग्छ होइन। अन्त मसँग बोल्दैन भने म बोल्दिनँ खालके हुन्छ ब्रिफिङ टेबलबाटै। अन्टिल मलाई आएर हाई गुड मर्निङ भन्दैन नि, म बोल्दिनँ। म आफ्नै कामहरूमा इन्भल्भ भइरहेको हुन्छु। अनि आएर मलाई हाई भनेर बोल्यो भने चाहिँ म पनि गएर बोल्छु। सो त्यस्तै हो कि आफूले इनिसिएटिभ लिने कुराहरूमा चाहिँ हामी जहिले पर्खिन्छौँ कहिले चाहिँ त्यसले इनिसिएटिभ लिन्छ र म गएर बोलौँ भने किन। अनि आफूले चाहिँ आफूबाट दिनुपर्ने बलिदान अनि आफूबाट दिनुपर्ने इनिसिएटिभ चाहिँ हामीले धेरै कम्ती नै हाम्रो जीवनमा हामीले युज गरेको रहेछ नि। हामी पर्खिरहेको हुन्छ। बट त्यो कुराले युनिटीलाई ल्याउँदैन नि। इनिसिएटिभनेस भन्ने कुरा चाहिँ प्रत्येकको भित्र नै हुनुपर्छ। अनि हामीमा त्यो एकता छ। हामी सिक्किम क्रिस्चियन पुलिस फेलोसिपमा त्यो म कन्फ्युज हुन्छ अझै पनि यो त्यो भन्नुको निम्ति। अनि हामीमा चाहिँ त्यो एकता छ। अनि त्यो एकताले चाहिँ ठुलो कामलाई हामीले गर्नुपर्नेछ। फ्युचरमा गइकन लाल समुद्रलाई फेरि पनि 2 भाग गर्नुपर्नेछ। त्यो भन्नुको मतलब एक्ज्याक्टली गएर त्यहाँनिर गर्नु भनेको छ होइन, तर त्यसमा कार्यहरूलाई गर्नु खोजेको मैले चाहिँ अझै पनि 2 भाग गर्नुपर्ने छ। अझै पनि हामीले लडाइँहरू जित्नुपर्नेछ हाम्रो एकताले चाहिँ। अनि वी हेभ टु बी भेरी वाइज यो कुराहरूमा। कुन चाहिँ कुराले हाम्रो एकतालाई तोड्नु खोज्दैछ हामीले हाम्रो निम्ति गरेको होइन। मैले मेरो साथीको निम्ति, पास्टर एरोनको निम्ति, रोजब्दाको निम्ति, अमृताको निम्ति, नो, आइ एम नट डुइङ फर अल अफ देम। म मेरो परमेश्वरको निम्ति गरिरहेको छु एकतामा रहेर।
अनि हामीले पनि त्यही कुरालाई ल्याउनु पर्दछ। धेरै सानो सानो फ्याक्टरहरू, धेरै सानो सानो त्यो रिजन्सहरू हुन्छ जसले एकतालाई तोड्दछ अनि वी हेभ टु फिल्टर अल दोज थिङ। त्यो सबै कुरालाई हामीले जान्नुपर्छ, खोज्नुपर्छ अनि त्यसलाई रेक्टिफाई गर्ने कुराहरू हामीले गर्नुपर्छ। अनि मात्रै हामी एउटा असल झुन्ड बनिन सक्छौँ। नभए हाम्रो अगुवाजनहरूले, हाम्रो लिडर्सहरूले जुन चाहिँ मण्डली खडा गरेर जानुभयो अनि जुन चाहिँ झुन्ड खडा गरेर जानुभयो, यो त फेरि माटोमै जान्छ है, यो त फेरि खेरो जान्छ। अनि रेस्पोन्सिबिलिटी इज लाइक विदिन अस, विथ यु एन्ड मी, बिकज वी आर अ पिलर्स। हामी पिलर्स हो नि त। अनि पिलर्स डह्रो भएन भने त हाम्रो मण्डली, हाम्रो झुन्ड, हाम्रो परिवार चल्न सक्दैन। त्यसै कारणले तपाईँहरू सबैजनालाई यो मेसेज दिन चाहन्छु, यो कुरा भन्न चाहन्छु कि आफूमा भएको सानो अनि ठुलो बलिदानहरूलाई गरिदिउँ, किनभने यीशु ख्रीष्टले पनि गर्नुभएको थियो। एकतामा रहनुको लागि यीशु ख्रीष्टले पनि ठुलो बलिदानलाई दिनुभएको थियो भने हामीमा भएको कुराहरूलाई पनि हामी बलिदान हामी गर्नेछौँ, हामी एकतामा रहनेछौँ अनि परमेश्वरको राज्यलाई यस संसारमा हामी ल्याउनेछौँ। अनि त्यो चाहिँ हामी एकतामा रहेर मात्रै गर्न सक्छौँ। हामी एक्लै कुनै पनि कुरा गर्न सक्दैनौँ। हामी एक्लैले कुनै पनि कुरालाई हामी ल्याउन सक्दैनौँ, रिजल्ट राम्रो आउँदैन त्यसको। त्यसै कारणले गर्दाखेरि तपाईँहरू प्रत्येकजनालाई म यो कुरा इन्करेज गर्न चाहन्छु। यो कुरामा अनि अप्रिसिएट पनि अभियसली गर्न चाहन्छु, किनभने हामी अलरेडी एकतामा छौँ। बट दिस इज नट इनफ। अझै यो कुरालाई हामी बढाएर लानुपर्ने कुराहरू हुँदछ है। अनि इच एन्ड एभ्री वान, सबैजना इन्डिभिजुअलको यो रेस्पोन्सिबिलिटी हो। इच एन्ड एभ्री वानको रेस्पोन्सिबिलिटी, अन्ली पास्टर्स, अन्ली लिडर, अन्ली वर्सिप लिडर मात्रै होइन, तर तपाईँ अनि हामी पनि हाम्रो लाइफको हामी आफै लिडर्स हो। जसरी मेरो लिडरले मेरो येशू ख्रीष्टले बलिदान दिनु भने यु एन्ड मी आर अल्सो लिडर्स। हामीले पनि बलिदान दिनु नै पर्छ टु बी इन द्याट युनिटी। र आजको वचन मैले यति नै लिएर आएको थिएँ है। म टाइम हेर्दै बोल्दै थिएँ, 30-40 मिनट चाहिँ भोलि पढाएछु। म 30 मिनट मात्रै बोल्छु भनेर सोचेँ तर 40 मिनट भोलि पढाएछु। अलिकति तपाईँहरूको समयलाई एक्सटेन्ड गरेको निम्ति म क्षमा माग्न चाहन्छु। र मलाई आशा छ है आजको वचनले तपाईँहरू प्रत्येकलाई नयाँ ऊर्जा मिलेको छ, नयाँ इन्करेजमेन्ट मिलेको छ भने। किनभने मैले अघिबाटै भनिसकेँ, कुनै पनि कुराले तपाईँको हृदयलाई ठेस पहुँचाउँछ या फिर मैले आउट अफ द बक्स कुरा भने आई एम अलवेज रेडी फर यर फिडब्याक। तपाईँहरू आएर मलाई भन्न सक्नुहुन्छ। कतिवटा कुराहरू गलत बोल्यो भने मलाई भन्नुहोस्, म सुधार्नेछु फेरि पनि है। तपाईँ सबैजनालाई परमेश्वरले धेरै मात्रामा आशिष दिएको हुन् र परमेश्वरमा रहेको एकता, त्यो युनिटीलाई म फेरि पनि परमेश्वरसँग माग्दछु। हाम्रो बिचमा, हाम्रो झुन्डमा त्यो एकतालाई फेरि पनि हाम्रो बिचमा परमेश्वरसँग म बिन्तीलाई गर्दछु है। अनि अहिले समयलाई फेरि पनि म दिप्ती सिस्टरलाई दिँदै यहाँबाट आज्ञा चाहन्छु।